ल क्वेशन नम्बर 11 हेर है 11 यहाँ छ है ल यसलाई के गरौँ भने गिवन y is equal to के x minus x square by 2 plus x cube by 3 minus डडेस ला यो त सजिलो छ कि क्या हो हेर त यो त के को फर्मुला हो थाहा छ मलाई त कहीँ देखे जस्तो लाग्यो त हो यो त log 1 plus x को फर्मुला के होला के हो x minus x square by 2 plus x cube by 3 minus x 4 by 4 plus x 5 by 5 यहाँ हेर्ने त x minus x square by 2 plus x cube by 3 अनि फेरि माइनस यहाँ आइरहेछ x 4 by 4 यसले त डाइरेक्ट फर्मुला दिएछ के को log 1 plus x को हो त्यसैले अब यहाँ के लेख्न पाइन्छ यति भनेको के रहेछ log 1 plus x रहेछ हो ल मैले अघि पनि भने अथवा तपाईले नयाँ कोही हेर्दिन्छ भने यहाँ हेर्नु यो लगलाई यदि हामीले यता लाने हो भने तपाईलाई प्रोपर्टी थाहा हुनुपर्छ लग र एक्सपोनेन्शियल को यदि लग चाहिँ इक्वल टु भन्दा यता गयो भने यो केमा चेन्ज हुन्छ एक्सपोनेन्शियलमा चेन्ज हुन्छ र यहाँ जे पनि छ नि त्यो चाहिँ केमा आउँछ एक्सपोनेन्शियलको पावरमा आउँछ हो त्यसो भए यहाँ के हुन्छ एक्सपोनेन्शियलको पावरमा y हुन्छ अनि यता लग को यहाँ जति पनि कुरा छ नि यहाँ लग को यतापट्टि हो यो जुन छ यो सबै बेसमा आउँछ र यो 1 plus x हुन्छ यति कुरा बुझ्नु पर्यो हो ल अब के गरौँ भन्दाखेरि यो x लाई यही राखौं यो 1 लाई त ल्याइदिउँ ल इक्वल टु x हो और x इक्वल टु -1 ठिकै छ ल x इक्वल टु अब यो भनेको के हो एक्सपोनेन्शियल को पावरमा y भनेको तपाईलाई फर्मुला थाहा छ एक्सपोनेन्शियल को पावरमा x भनेको के हो 1 plus x by 1 factorial plus x square by 2 factorial plus x cube by 3 factorial हो यसरी जान्छ त्यसो भए यहाँ एक्सपोनेन्शियल को y भनेको चाहिँ के होला x को ठाउँमा y हाल्दिने y by 1 factorial plus y square by 2 factorial plus y cube by 3 factorial यसरी चाहिँ के हुन्छ जान्छ यो प्लस डलर हो के लेख्न पाइयो एक्सपोनेन्शियल को y भनेको के रहेछ 1 plus y by 1 factorial plus y square by 2 factorial plus y cube by 3 factorial हो यसरी नै यो के हुन्छ हुँदै हुँदै जान्छ ल यो -1 यतापटिको छँदैछ यो जाँदै गर्छ है डट डट -1 ल यो +1 र -1 क्यान्सल त्यसो भए के बाँकी रह्यो x = y by 1 factorial भनेको त y नै हो प्लस y square by 2 factorial plus y cube by 3 factorial plus डट डट हो हाम्रो एन्सरै आइसकेछ यो त सानो छोटो मिठो क्वेशन रहेछ है प्रुफ एकचोटी फेरि बुझाइन्छ है हैन है y = यहाँ क्वेशनमा जे देख्छ त्यही अब हामीलाई यो के को फर्मुला भन्ने थाहा पायौं हामीले log 1 plus x को थाहा पायौं यदि यहाँ -x square by 2 x cube by 3 भएको भए के थाहा पाउँथ्यौं log 1 - x को रहेछ भनेर थाहा पाउँथ्यौं हो यहाँ यस्तो प्लस माइनस हुँदै आयो भने के भयो यो log 1 plus x को log यता जाँदाखेरि यो के भयो एक्सपोनेन्शियल को पावरमा y मा गयो अनि त्यसपछि यहाँ log मा जे थियो पछाडी यो जस्ताको जस्तै यता आयो अनि यो एक्सपोनेन्शियल अफ y जस्ताको जस्तै यहाँ भयो अनि यो 1 लाई यता लाँदा -1 भयो इक्वल टु x भयो यसलाई यता सेम टु सेम लेखियो हो अनि यसको फर्मुला के रहेछ यो रहेछ यति रहेछ यहाँसम्म हो अनि यो -1 जस्ताको जस्तै आयो यो +1 र -1 काट्यो अनि यहाँ हाम्रो रिक्वायर्ड आन्सर आयो ल अर्को क्वेशन गरौँ ल